दर्शक फ्रेन्ड, आज म तपाईहरुलाई दुबईको खाडीको चाहिँ झाडीबाट तेल निक्लेको कथा तपाईहरुलाई सुनाउँछु। हेर्नुस् त, यहाँ झाडीबाट चाहिँ यो खाडीको देशमा तेल निक्लिँदैछ। हेर्नुस् त, यति महँगो डिजल पेट्रोल हाम्रो देशमा चाहिँ डिजल पेट्रोल खरिद गर्नकै दुःखले गर्दाखेरि पनि हामी सवारी साधनहरू प्राय किन्दैनौँ। तर यो देशमा हेर्नुस् त, जताततैबाट डिजल पेट्रोल निक्लेर आकाशतर्फ हानिरहेको छ। हेर्नुस् त, कति धेरै डिजल पेट्रोल निक्लिरहेको छ, खेर गइरहेको छ। यहाँ जम्मा गर्न सक्नेले जम्मा गरेका छन्, जम्मा गर्न नसक्नेले यो त्यत्तिकै खेर फालिरहेको छ भनेर सोच्नु भयो होला साथीहरू। यो चाहिँ तेल होइन है, यो चाहिँ दुबईको चाहिँ म चाहिँ जुन क्याम्पमा बस्छु, यो क्याम्पभित्रको लोकेसन हो। यो क्याम्पभित्रको लोकेसन लगभग 2000 मिटर लम्बाइ र 500 मिटर चौडाइमा रहेको छ। यो भित्र रहेको चाहिँ यो सानो पार्क हो। यो पार्कभित्र चाहिँ हामीले प्रयोग गरेर चाहिँ वेस्टेज वाटरहरू, जुन हामीले खेर फालेको पानीहरू हुन्छ, त्यो पानीहरूलाई चाहिँ प्युरिफाई गरेर यसलाई चाहिँ फेरि यो बोट बिरुवामा चाहिँ सिँचाइ गरिरहेको छ। किन भन्दाखेरि यो देशमा चाहिँ ढल निकासीको खासै व्यवस्था नभएको कारणले गर्दाखेरि यसरी प्रयोग गरिएको हो। र अर्को कुरा, यो देशमा ढल निकासी गर्न पनि त्यति सजिलो छैन। ढल निकासी गर्नको लागि भिरालो जमिन अथवा पहाडतिर चाहिँ घर छ, र तराईतिर अर्थात् ओह्रालोतर्फ चाहिँ ढल निकासी गर्न चाह्यो भने, त्यस्तो ठाउँ भयो भने मात्र ढल निकासी हुन्छ। यो देश चाहिँ अहिले जुन ठाउँमा हामी बसेको छौँ, यो लोकेसन भनेको चाहिँ समुद्रको सतहबाट 50 मिटर मात्रै, 50 मिटर पनि छैन, 35 मिटर मात्र माथि हाइटमा छ। त्यही कारणले गर्दाखेरि ढल निकासी सम्भव छैन। त्यही भएर प्रायःजसो दुबई जस्तो विकसित देशहरूमा पनि पानीलाई चाहिँ खेर नजाओस् र यो पानीको कारणले गर्दाखेरि अनेकौं किसिमको रोगहरू उत्पादन नहोस् र अरूलाई असर नपरोस् भनेर चाहिँ प्रायःजसो सबै कम्पनी अथवा फ्याक्ट्रीमा प्रयोग भएका पानीहरूलाई चाहिँ यसै गरी चाहिँ फिल्टर गरेर चाहिँ वरिपरि भएका गार्डनहरू, बगैँचाहरूमा चाहिँ प्रयोग गर्ने चलन छ। त्यसै गरी यो पानीलाई पनि यहाँ बगैँचामा प्रयोग गरेको साथीहरू, यो डिजल पेट्रोल केही पनि निक्लेको होइन। यही पानीको कारणले गर्दाखेरि चाहिँ सालैभरि चाहिँ यो हाम्रो क्याम्पभित्रको सानो बगैँचा छ, यो पार्क। यो पार्क चाहिँ सधैँ हरियाली देखिन्छ, हेर्दै मनमोहक लाग्छ हो। यो पार्क यति पार्कभित्र मात्रै रमाइलो लाग्छ। यो पार्कदेखि कतै बाहिर निक्लिनु भयो भने त यता त जताततै बाल्लै बाल्ल छ, जताततै सुक्खा लागेको मात्र देखिन्छ। यो चारदिवारीभित्र जुन रुखहरूले घेरेर छेकेको कारणले गर्दाखेरि यहाँ चाहिँ हरियाली देखिन्छ र रमाइलो छ। हेर्नको लागि पनि रमाइलो देखिन्छ। र साथै यो हरियालीको कारणले गर्दाखेरि यहाँ अनेकौं किसिमको चराचुरुङ्गीहरूको पनि वासस्थान छ है साथीहरू। यति मनमोहक हरियाली जताततै नभएको भएर होला, यही ठाउँमा चराचुरुङ्गीको बास पनि छ, रमाइलो पनि छ, हेर्न घुम्नलाई पनि सजिलो छ। बिहान बिहान र साँझ पख मर्निङ वाक र इभिनिङ वाक गर्न आउँदाखेरि पनि साथीहरू सबैजना मिलेर यहीँ आउँछौँ, घुम्छौँ। यहाँ गाडीको बाटो पनि छ, यसै गरी यहाँबाट घुमेर फर्केर फेरि क्याम्पतर्फ पुग्न सकिन्छ। यो चाहिँ हाम्रो लागि एउटा व्यायाम गर्ने एउटा व्यायामशाला जस्तै पनि छ यो पार्क होइन। यहाँ एक्सर्साइज गर्नको लागि आइन्छ, मर्निङ वाकको लागि आइन्छ, यसो ज्यानहरू तर्काउन र फ्रेस हुनको लागि आइन्छ। यति हरियाली देख्नको लागि पनि मान्छेलाई धेरै गाह्रो हुन्छ। खाडीको देशमा कतिपय साथीहरू यस्तो मरुभूमि सुक्खा ठाउँमा काम गरिरहनु भएको हुन्छ जहाँ एउटा हरियो पात समेत देख्न पाइँदैन। धनियाको हरियो पात हेर्नलाई पनि किचनमै पुग्नुपर्ने अवस्थामा हामी चाहिँ क्याम्पबाट बाहिर निक्लेर यसो चौरतिर टहलाउने हो, घुम्ने हो भने पनि यहाँ हरियाली देख्न सकिन्छ साथीहरू। यो चाहिँ रमाइलो छ है।